हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र पछिल्लो भिडियोमा चाहिँ मैले एआई लन्च बाई प्याटर्न भनेर भिडियो बनाएको थिएँ र भनेको थिएँ कि एआईले चाहिँ कुनै पनि चिजहरू केही बुझेर सिक्दैन कि प्याटर्नले सिक्छ भनेर बुझेको थिएँ र त्यही प्याटर्नले सिक्छ भन्दा भन्दै पनि त्यसको सिक्नेलाई ब्रेन न्युरल नेटवर्क किन भनिन्छ है ब्रेनलाई किन भनिन्छ टर्म भनेर भनेको थिएँ है। आज चाहिँ त्यही भन्छु है। खासै यसलाई चाहिँ किन ब्रेन भनिन्छ त नि, त्यो केही बुझ्दैन सोच्दैन भने पनि किन यसको नेटवर्कलाई न्युरल नेटवर्क अथवा हामीले जस्तै सामान्य ब्रेन भनेर चिन्छन् पनि सबैले भन्ने कुरामा बुझिन्छ है। आज र सुरु नगरौँ ढिला नगरी हाम्रो युट्युब च्यानलको भिडियो। र अब चाहिँ आज चाहिँ के छ भन्दा चाहिँ हाम्रो न्युरल नेटवर्क होइन, के तिनीहरू साँच्चीकै न्युरल नेटवर्क भनेको छन्, त्यो के साँच्चै यिनीहरू ह्युमन ब्रेन जस्तो हुन्छ भनेर भन्ने कुरा है। अब यहाँ भनेको छ 70 वर्षदेखि यही न्युरल नेटवर्क भन्ने आइरहेको छ क्या। तर कुरा तिनीहरू सबै डिफ्रेन्ट हो नि, सिस्टम एकदम डिफ्रेन्ट है। हाम्रो मान्छेको न्युरल नेटवर्क भनेको ब्रेन के, हाम्रो ब्रेन भनेको चाहिँ के गर्छ, उसले सोचेर गर्छ भने यसको एआईको न्युरल नेटवर्क ब्रेन भनेको चाहिँ के गर्छ, प्रेडिक्ट गर्छ क्या। हरेक कुरालाई के गर्छ उसले, अब के होला भनेर अब त्यसको प्रेडिक्सन गरेर चाहिँ प्याटर्न फलो गरेर चाहिँ रिजल्ट दिन्छ कि त्यसरी चाहिँ उसको ब्रेनले काम गर्छ है। त्यही भएर चाहिँ हामीले भनेको न्युरल नेटवर्क भनेको एआईको न्युरल नेटवर्क र ह्युमनको न्युरल नेटवर्क भनेको एकदमै डिफ्रेन्ट हुने। यहीँ भने जस्तो वान थिङ्स वान प्रेडिक्ट्स के, एउटाले सोच्छ अर्कोले के गर्छ, एकदम प्रेडिक्सन गरेर प्याटर्न फलो गरेर चाहिँ उसले रिजल्ट दिन्छ। अब हेर्ने त्यही पनि वाइ डज ब्रेन कम्पेरिजन एक्जिस्ट के, त्यति भन्दा पनि किन मान्छेहरूले ब्रेन यो पनि मान्छेको जस्तो ब्रेन हो, मान्छेको जस्तो ब्रेन हो भन्छन् के है। अपिल लाइक ब्रेन अरू भनेको मान्छेको ब्रेन जस्तै हो भन्ने कुरो। तर रियालिटी चाहिँ के हो, यसको ब्रेन होइन कि, यसको सोच्नेवाला ब्रेन होइन कि हो, यसको ब्रेन पुरै केले गर्छ, म्याथ छ क्या, यसको बिहाइन्ड चाहिँ म्याथ छ, पुरै के गर्छ, म्याथ गर्छ। म्याथको अनुसारले म्याथमेटिक्सले पुरै के गर्छ, यसले म्याथमेटिक्सको अनुसारले यसले प्रेडिक्सन दिन्छ है। हिस्टोरिकल रुट्स अफ एआई टर्मिनोलोजी भनेछ नि, त्यो अन्डरस्ट्यान्डिङ द हिस्टोरिकल रुट्स अफ एआई टर्मिनोलोजी भनेछ। अब त्यो भनेको चाहिँ के भन्दा यो एआई भन्ने चाहिँ धेरै पहिल्यै आएको है, हाम्रो एज अर्ली एज 1956 के, 1956मा चाहिँ फर्स्ट टाइम एआई भन्ने टर्म आएको हो। त्यसपछि चाहिँ उनीहरूले चाहिँ एआई भने, त्यतिखेर चाहिँ उनीहरूले चाहिँ एआई भनेर ब्रेन मान्छेले जस्तै सोच्ने खालको कम्प्युटर भनेर भन्न लाग्यो है। त्यसपछि 1960देखि 70सम्म ब्रेनलाई ल्याङ्ग्वेज हो एआई भनेर जतासुकै स्कुलमा पढाइ गरियो। त्यसपछि टेक्स्ट बुक्समा जतासुकै आयो र अहिले प्रेजेन्टमा आउँदा चाहिँ के भन्ने लाग्यो, मान्छेले त्यही बुझ्न लाग्यो कि एआईको न्युरल नेटवर्क भनेको चाहिँ मान्छेको जस्तो दिमाग हो भन्ने लाग्यो। तर होइन है, किनकि मान्छेको दिमागले सोच्छ भने चाहिँ त्यसले प्रेडिक्सन गर्छ अघि नै भने जस्तो हामीले। अर्को छ अनि वाट न्युरल नेटवर्क रियल्ली इज के, खास के हो त नि, खास भनेको चाहिँ न्युरल नेटवर्क भनेको के होइन, इनपुट टु प्रेडिक्सन के। हजुरले डाटा दिनुहुन्छ, त्यसको प्रेडिक्सन गर्ने के एउटा म्याथमेटिकल जर्नी हो क्या, सिर्फ एउटा जर्नी हो। हजुरले इनपुट दिनुहुन्छ, त्यसको आधारमा उसले प्रेडिक्ट गर्छ क्या, त्यही नै के हो, उसले त्यही एकदम त्यसैको आधारमा चाहिँ उसले के गर्छ, एउटा प्रेडिक्सन दिन्छ, एकदम यो जर्नी है। जस्तै यही इक्जाम्पल हेर्नु होला, हजुरले एउटा क्याट दिनुहुन्छ इनपुटको रूपमा, अनि उसले चाहिँ यो इमेज भनेर त आउँछ, तर उसले चाहिँ के गर्छ, इमेजलाई कम्प्युटरको भाषामा बुझ्छ कि 0101 त्यति हो कम्प्युटरको भाषाहरू केही बुझ्दैन उसले, त्यसमा बुझ्छ। उसले के प्रोसेस गर्छ, यताउति सब प्रोसेस गर्छ क्या, प्रोसेसिङ बक्स हुन्छ, यो हामीले पछि सिक्छौँ के भनेको, यति नै बुझ्नुहोस् कि उसले सबै प्रोसेस गर्छ, पुरै लेयरहरू रिपिट, त्यही हिडन लेयरहरू त्यही रिपिट गरिरहेको छ कि, त्यही भित्रको प्रोसेस गरिरहेको छ। अनि उसले के गर्छ भन्दा त्यसैको आधारमा उसले प्रेडिक्सन दिन्छ क्या, 92% कन्फिडेन्ट भयो क्याट हो भन्ने चाहिँ उसले के गर्छ, त्यसैको आधार 01को त्यसैको आधारमा, त्यसैको हामीले दिएको इनपुटको आधारमा उसले के गर्छ, प्रेडिक्सन गर्छ। प्रेडिक्सनको अनुसारले उसले क्याट हो है भन्ने चाहिँ उसले कन्फिडेन्ट भएर चाहिँ उसले के गर्छ, क्याट रिजल्ट दिन्छ क्या, क्याट हो भन्ने यो पिक्चर चाहिँ क्याटको भन्ने रिजल्ट चाहिँ दिन्छ। भनेको मतलब के हुन्छ, यसको नो ब्रेन, किन उनीहरूको केही बुद्धि हुँदैन, नो अन्डरस्ट्यान्डिङ। यो क्याटको चित्र भन्ने उसले केही बुझ्दैन, उसले के बुझ्छ, यो क्याटको चित्र हाल्नुभयो जसले 01 मात्र बुझ्छ। नो कन्सिक्वेन्सेस भनेको उसलाई केही फिलिङ हुँदैन क्या, यो क्याट हो, यो जनावर भनेको यस्तो हुन्छ, राम्रो छ के हुन्छ, केही उसलाई केही छैन, यो कति राम्रो क्याट हो केही छैन, उसलाई केही कन्सियसनेस छैन त्यस्तो। नो थिङ्किङ भने उसले केही सोच्दैन, जनावरको हो कि यो चराको केही सोच्दैन उसले है। 01 नम्बर सोच्छ कि यो सिर्फ एउटा म्याथ हो, न्युरल नेटवर्क भनेको के हो, म्याथ हो, त्यसैलाई प्रोसेस गर्छ। अनि त्यसपछि प्याटर्न गर्छ होइन, प्याटर्न हेर्छ, म्याचिङ गर्छ, त्यही प्याटर्न म्याचिङ गर्छ कि उसले। यस्तै बिरालो यस्तै हजारवटा डाटा आउँछ, त्यही अनुसारको उसले प्याटर्न म्याच गर्दै जान्छ। यो यस्तो भनेको चाहिँ सबै के हो, क्याटोरी है, यस्तो क्याटको चाहिँ यस्तो हुन्छ भनेर सबै हामीले फालेको डाटा, हामीले जति पनि क्याटको इमेज हालिन्छ त्यसैको अनुसारले उसले चाहिँ के गर्छ,
प्याटर्न म्याचिङ गर्छ अनि त्यसपछि उसले त्यो प्रि प्रोसेसिङ गरेर यो प्रोसेसिङ बक्स यताउति भन्ने चाहिँ हामीले पछिको क्लास हुनुपर्छ यो पछि अलि एडभान्स हो अहिले चाहिँ केटी बुझ्नु छ भने उसले के चाहिँ प्याटर्न चाहिँ म्याचिङ गर्न खोज्छ कि सबै उसले बुझ्न खोज्छ प्याटर्न म्याचिङ गरिसकेपछि उसले फाइनल रिजल्ट के आउँछ यो चाहिँ क्याट हो है भन्नेमा चाहिँ ऊ आउँछ अनि क्याट हो यो दिएको रिजल्ट चाहिँ इमेज चाहिँ क्याटको इमेज हो भन्ने चाहिँ ऊ त्यसको कन्क्लुजनमा आइपुग्छ र दिन्छ है अनि त्यसपछि आर्टिफिसियल न्युरोन्स अर भर्सेस बायोलोजिकल न्युरोन्स भनेपछि चाहिँ आर्टिफिसियल न्युरोन्स भनेको के हो हाम्रो एआईको न्युरोन एआईले कसरी सोध्छ र बायोलोजिकल न्युरोन भनेको हामी मान्छेको बुद्धिको न्युरोन है अब सबै सरलको यहीँ हेर्नुहुन्छ के हो या आर्टिफिसियल न्युरोन के हो म्याथमेटिकल फङ्सन्स एन्ड नम्बर सबै के हो म्याथमेटिकल फङ्सन र नम्बर्स हो प्रोसेस डाटा बेस्ड अन अल्गोरिदम पुरै त्यही हजुरले जे डाटा दिनुपर्छ त्यसैको अल्गोरिदममा उसले प्रोसेस गर्छ ल्याक्स अफ कन्सियसनेस एन्ड इमोसन्स भनेको हजुरको के ऊप्रति उसलाई केही इमोसन हुँदैन उसले डाटापछि कस्तो छ के छ कस्तो छ केही इमोसन हुँदैन कन्सियस भनेको उसलाई राम्रो लाग्ने नराम्रो केही हुँदैन अपरेटेड एन्ड डिजिटल एन्ड आइसोलेटेड इन्भाइरोमेन्ट के पुरै हजुरले त्यो डिजिटल र आइसोलेटेड इन्भाइरोमेन्टमा उसले अपरेट गर्छ अनि बायोलोजिकल न्युरोन भनेको हामी सबैलाई थाहा छ लिभिङ सेलबाट बनेको उस कम्प्लेक्स केमिस्ट्री होइन कम्प्लेक्स केमिस्ट्री बनेको इन्फ्लुएन्स बाई इमोसन हार्मोन्स एन्ड कन्टेक्स्ट हामीले यताउति सिक्दाखेरि सबै के हुन्छ इमोसन आउँछ हार्मोन्स आउँछ कन्टेक्स्ट आउँछ अघि भर्खरको क्याटको इक्जाम्पल दिँदाखेरि हामीले क्याट देख्दाखेरि के हुन्छ 01 नम्बर त बुझिन्न हामीले क्याट देख्दाखेरि क्याट रहेछ कालो बाल रहेछ होइन राम्रो रहेछ अनुहार यसको त्यस्तो बुझिन्छ ओके त्यही पार्ट अफ अनि त्यो क्यापल अफ लर्निङ एन्ड एडाप्टिङ एन्ड एक्सपिरियन्सिङ भनेको के हो लर्निङ गर्छ एडाप्ट गर्न सकिन्छ हाम्रो ब्रेनले र एक्सपिरियन्स पनि हामी आफै गर्न सकिन्छ है आर्टिफिसियल इन्टेलिजेन्सको आर्टिफिसियल न्युरोन्स चाहिँ उनीहरूले चाहिँ के गर्न सक्दैन एडाप्ट र एक्सपिरियन्स जे छ नि त्यो गर्दैन क्या त्यो आर्टिफिसियल आर्ट्स मेयरली नम्बर्स के तिनीहरू के हो सब नम्बर्स 01 को आधारमा उसले सबै बुझ्ने काम है अरू केही गर्दैन उसले है त्यही नै फरक चाहिँ एकदम भाष छ है यो चाहिँ एकदम अर्को छ हाउ न्युरल न्युरोन के त्यसो भने कसरी सिक्छ त भनेको चाहिँ यहाँ सिम्पल मैले जस्ट 5 वटा स्टेप एकदम देखाइदिएको छु होइन एउटा के हुन्छ ऱ्यान्डम हुन्छ ट्रेनिङ बिफोर ट्रेनिङ भनेको ट्रेनिङको पहिला है इनिसियल वेट आर ऱ्यान्डम लिडिङ टु इन्करेक्ट प्रेडिक्सन के सुरुमा के हुन्छ उसले ऱ्यान्डमली रिजल्ट दिइराख्छ कि पुरै के हुन्छ यो ऱ्यान्डमली ट्रेनिङ बिफोर ऱ्यान्डम हुन्छ है यो सबै के हो कसो हो भन्ने कुरो उसलाई केही थाहा हुन्न त्यसपछि उसले के गर्छ उसले पहिला सुरुमा रङ प्रेडिक्सन दिन्छ क्या फर्स्ट रङ प्रेडिक्सन भनेको चाहिँ के हुन्छ उसले रङ प्रेडिक्सन दिन्छ जस्तै यो बिरालोको भयो चाहिँ डग भयो कि डग भनेको चाहिँ 100% इरर भनेको यो भनेपछि उसले कसरी बुझ्छ भन्दा चाहिँ लर्न फ्रम यर मिस्टेक यही हो है एआईको एकदम मेन ऊ चाहिँ त्यही हो लर्न गर्ने चिज चाहिँ के हो लर्न फ्रम यर मिस्टेक उसले के गर्छ सुरुमा मिस्टेकबाट बुझ्छ अब यो सुरुमा उसले यो डग भनेर दिन्छ यो भनेको उसले यो इमेजहरू प्रोसेस गर्छ अघि भने जस्तो सबै प्रोसेस गर्छ गर्दा उसले डग होइन भन्ने चाहिँ उसलाई कन्फर्म हुन्छ क्या त्यस्तो कारण त्यस्तरी सिक्ने है एआईले चाहिँ हजुरले उसले के होबाट भन्दा नि के होइनबाट बढी सिक्छ के होइनबाट सिक्छ है यो ब्याक प्रोपगेसन भनेकै त्यही हो लर्निङ फ्रम द मिस्टेक्स हो क्या यसले एडजस्टमेन्ट गर्छ क्या होइन त्यसले चाहिँ टाइनी एडजस्टमेन्ट आर बेस्ड अन द नेटवर्क वेट बेस्ड अन इरर भनेको चाहिँ त्यही हो इरर भने चाहिँ त्यो क्याटको चित्र डग भनेपछि यो इरर हो है यो 100% हो भनेपछि यो त्यस्तो कारणले चाहिँ त्यसरी चाहिँ हामीले के गर्छ उसले उनीहरू सिक्छ अर्को छ फेरि सेकेन्ड प्रेडिक्सन भनेको बेटर के अब सुरुमा रङ हुन्छ त्यसपछि उसले के गर्छ हल्का त्यो ऊ एडजस्टमेन्ट गरिसकेपछि चाहिँ यो क्याट हो है क्याट हो जस्तो लाग्छ भनेर उसले के गर्दै जान्छ त्यसरी चाहिँ उसले के गर्दै जान्छ इम्प्रुभ एक्युरेसीले के गर्छ प्रिडिक्सन गर्दै जान्छ अनि त्यसपछि इररको के मात्रा कम हुँदै जान्छ अनि त्यसपछि चाहिँ लास्टमा त्यही प्रोसेस रिपिट गरिसकेपछि ट्रेनिङ इटरेसन फर्स्ट टाइममा हल्का छोडे हुन्छ 100 टाइममा अझ कम इरर हुँदै जान्छ 100 10,000 यस्तै गरेर उसले के गर्छ लाखौँचोटि यही प्रोसेस रिपिट गरेको गर्दाखेरि उसले के गर्छ त्यसपछि चाहिँ हाइली एक्युरेट हुन्छ क्या त्यसपछि चाहिँ उसले चाहिँ एकदम इररको पर्सेन्टेज उसले दिने रिजल्टको इररको पर्सेन्ट एकदम 1% भन्दा नि कम हुन्छ है यसरी चाहिँ एआईले के गर्छ लर्न गर्छ क्या हजुरहरूले ऱ्यान्डम डाटा दिनुहुन्छ त्यहीबाट उसले सिक्दै जान्छ त्यहीबाट चाहिँ उसले पहिला लर्न फ्रम मिस्टेक हो एआईको मेन मूलै त्यही है उसले के गर्छ लर्न फ्रम मिस्टेक पहिला मिस्टेक के हो त्यो मिस्टेक सुधार्न खोज्छ मिस्टेक सुधार्दै उसको के हुन्छ आफै त्यसपछि उसको रिजल्ट आफै एक्युरेट आइपुग्छ है अर्को छ वान्टिङ ह्युमन्स डु बेटर है लर्निङ फ्रम फ्यु एक्जाम्पल्स यो चाहिँ के हो मान्छेको दिमागले चाहिँ इफिसियन्सी इन लर्निङ ह्युमन भर्सेस एआई भनेको चाहिँ यो चाहिँ अब सिम्पल इक्जाम्पल हेर्नुहुन्छ अब जस्तै यो एउटा यहाँ जिराफको चित्र छ मान्छेले चिन्छ कि यो जिराफ हो है एकचोटि हेर्छ अनि त्यसपछि उसले यस्तो स्ट्रिप प्याटर्न हेर्छ यस्तो बाल छ यस्तो इक्जाम्पल दिन्छ एउटा इमेज देख्यो अनि त्यसपछि उसलाई कन्टेक्स्ट थाहा नि त यो जिराफ हो घोडा जस्तै हुन्छ होइन
हैन। त्यसपछि डु गर्छ यताउति भन्ने उसलाई कन्टेक्स्ट थाहा नि त, यो देख्दाबित्तिकै यस्तो यो जिराफ होइ छ भन्ने उसलाई थाहा हुन्छ। अनि त्यसपछि एउटा इमेज र कन्टेक्स्ट एउटा इन्स्ट्यान्ट लर्निङ यो चाहिँ जिराफ भन्ने उसले लडिहाल्छ, तर बुझिहाल्छ। तर एआईको टेस्टमा हुन्न है। एआई चाहिँ हजुरले इमेज त यहाँ धेरै दिनुपर्छ। अब यही दिन्छ, यही दिन्छ, सबै इमेजहरू यही हेर्छ, उसले सबै के गर्छ 010101 आधारले सबै बुझ्छ। तर उसलाई कन्टेक्स्ट त थाहा छैन नि त, यो जिराफ हो, यो डु गर्छ, यो घोडा जस्तै हुन्छ नि, घोडा भन्ने चाहिँ उसलाई थाहा छैन, किनकि उसले 01 बुझ्दैछ होइन। अब मान्छेले पो यो घोडा जस्तै छ, घोडा जस्तै छ, अनि त्यसपछि यस्तो कालो सेतो लाइन भएपछि जिराफ हो है भन्ने बुझिन्छ है। त्यस्तै चाहिँ यसको चाहिँ यसको त केही हुन्न, उसले बुझ्दैन, उसले 0101 गर्दैन, यस्तो कारणले गर्दा उसलाई इमेज धेरै हुन्छ तर कन्टेक्स्ट केही हुन्न। त्यही भएर चाहिँ उसले भन्नै सक्दैन कि यो के हो भने चाहिँ स्टिल अनसर्टेन हुन्छ कि उसले चाहिँ है। यो चाहिँ के हो, एकदम एआईको एकदम नेगेटिभ पार्ट भनौँ न। उसले चाहिँ यसरी चाहिँ मान्छेको जस्तो के हुँदैन, मान्छेको जस्तो कन्टेक्स्ट लिन सक्दैन क्या, भन्यो नि त अघि नै, फिलिङ्स हुँदैन कि, उसको फिलिङ्स हुँदैन, कन्सियस थाहा हुँदैन के कसो भन्ने कन्टेक्स्ट चाहिँ उसले बुझ्दैन कि। उसले सिर्फ के बुझ्छ, म्याथमेटिकल टर्म बुझ्छ, 0101 गर्छ उसले। यही पुरै धेरै फोटोहरू प्रोसेस गरेर चाहिँ उसले फाइनल्ली रिजल्ट निकाल्ने हो। अर्को छ वान थिङ, अघि भन्यो नि त, अघि मान्छेले के काम, मान्छेको दिमागले के बेटर गर्छ भनेपछि अब चाहिँ एआईले के बेटर गर्छ त नि, स्पिड एन्ड रिपिटेसन के है। एआई एडभान्टेज हाई भोल्युम एन्ड कन्सिस्टेन्ट टास्क भनेको यही हो, स्पिड र रिपिटेसन। स्पिड भनेको एकदम स्पिड हुन्छ, अनि रिपिटेसन भएको भइ गर्छ है। त्यो चाहिँ एकदम के हो यसको हाम्रो एआईको के हो, हाम्रो चाहिँ एडभान्टेज है। जस्तै ह्युमन लिमिट्स हुन्छ एआई सिस्टम, यही पिक्चरको आधारले नि हेर्न सक्नुहुन्छ। मान्छेहरू के हुन्छ आफ्टर 6 आवर्स, यो सर्टन एउटा इक्जाम्पल जस्तो के हो, गेट्स टायर्ड, मेरो मिस्टेक होइन। अब 1-2 घन्टासम्म जोस हुन्छ होइन, अलि यता राम्रो गरिन्छ, त्यसपछि 2-4 घन्टापछि अलिक घट्दै जान्छ, त्यसपछि उड्दै जान्छ, झ्याउ उड्दै जान्छ, मान्छेलाई हुन्छ। तर चाहिँ त्यही सिस्टम चाहिँ एआईको एकदम त्यो चाहिँ के हो, एकदम मेसिनहरूको चाहिँ के हो फाइदा हो। आफ्टर जति काम गरे नि उनीहरूलाई केही फरक पर्दैन कि, उनीहरू टायरलेस हुँदै हुन्न, उनीहरूले स्पिडमा त्यही मेन्टेन गरिराख्छन् के। यो चाहिँ के हो, त्यही काम मेन्टेन गरिराख्छन्, स्पिड मेन्टेन गरिराख्छन्, र रिपिट पनि त्यही काम फेरि गर्न सक्छन् है। के यसको आधारमा चाहिँ के बुझ्न सकिन्छ, एआई विन्स स्पिड होइन। मान्छेहरू एआई चाहिँ धेरै छिटो बुझ्छन्, छिटो सिक्छन्, अनि कन्सिस्टेन्सी भनेको त्यही काम गरेको गर्न सक्छन्, अनि टायरलेस भनेको जति पनि गरेको गर्न सक्छन् त्यही काम। अनि ह्युमन फ्लेक्सिबिलिटी हुन्छ कि, एउटा काम नै सिक्छन् अरू काम नै सिक्छन्। जस्तै मान्छेले गीत गाउन सिक्छन्, गिटार बजाउन सिक्छन्, फुटबल खेल्न सिके, खाना पकाउन सिके, त्यो मान्छेको के फ्लेक्सिबिलिटी हो कि, जे पनि सिक्न सक्छ। तर एआईको चाहिँ के हुन्छ भन्दा हजुरले एउटा काम सिकाएपछि एउटा मात्र सिक्छ क्या। जस्तै उसलाई अब हिस्टोरीको बारेमा भन्ने हो भने त्यही मात्र कुरामा फोकस गर्छ, त्यही मात्र सिक्छ। त्यो हिस्टोरी नि सिक्ने अर्को नि सिक्ने गर्न सक्दैन कि, फेरि अर्को त्यसलाई छुट्टै डाटा दिएर छुट्टै ट्रेन गर्नुपर्ने हुन्छ कि। अर्को छ ह्युमन विन्स कन्टेक्स्ट के। कन्टेक्स्ट भनेको के हो, मान्छेले बुझ्छ नि त केमा छ, केमा भइरहेछ भन्ने के हुन्छ, कन्टेक्स्ट हुन्छ नि त मान्छेलाई होइन। जस्तै अघि भर्खर भने जस्तो त्यो हामीले देखाइएको थियो, अघि भर्खरको पिक्चरमा त्यो जिराफ देखाएको थियो, त्यो के थियो, घोडा जस्तै हुन्छ, सेतो कालो भएपछि जिराफ हुन्छ, कन्टेक्स्ट भयो नि त। तर के कम्प्युटरले चाहिँ त्यस्तो हुँदैन, उसले चाहिँ के गर्छ, सिर्फ उसले चाहिँ के बुझ्छ, 01 नम्बर बुझ्छ, त्यही भएर उसलाई केही कन्टेक्स्टै थाहा हुँदैन है। ओके, अनि अर्को कन्सिक्वेन्स भनेको त त्यही हो है, उसलाई केही फिलिङ केही थाहा हुन्न है, फिलिङ राम्रो नराम्रो भन्ने केही थाहा हुँदैन। अर्को भनेको चाहिँ वाइ न्युरल नेटवर्क फेल्स भनेको चाहिँ इन कम्पेरिजन टु ह्युमन ब्रेन। किन न्युरल नेटवर्क चाहिँ एआईको न्युरल नेटवर्क फेल्स हुन्छ कि, मेन रिजन इज वाट इज ल्याक अफ कमन सेन्स के, अरू केही होइन, ल्याक अफ कमन सेन्स नै थाहा हुन्न क्या। उनीहरूलाई के गर्ने के नगर्ने होइन, के ठिक हो के बेठिक हो भन्ने कुरा उनीहरूलाई केही थाहै हुँदैन। यो मैले हजुरले पज गरेर नै हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। यो सिम्पल के होइन, ल्याक अफ कमन सेन्स, अरू यो भनेको के होइन कि कमन सेन्सै हुँदैन कि उनीहरूलाई के गरेर ठिक हुन्छ के गरेर ठिक हुन्न, कुन डाटा भन्ने ठिक डाटा हो कुन डाटा बेठिक डाटा हो, के पढ्न पर्छ के पढ्न पर्दैन भन्ने केही थाहै हुँदैन है उनीहरूलाई। अर्को छ डेन्जरस एजम्पसन है, एउटा चाहिँ एकदम इट थिङ्स लाइक अस, यो चाहिँ एकदम जसले नि के भन्छ, यो एकदम डेन्जर है। यो चाहिँ जसले नि के सोध्छ भन्दा चाहिँ एआईले चाहिँ हामी जस्तै मान्छेले जस्तै सोध्छ भने जस्तो त्यो एकदम रङ है, त्यस्तो चाहिँ कहिले नगर्नु। त्यही सोचेर चाहिँ के गर्छ, मान्छेहरू ओभर रिलायन्स हुन्छ एआईमा, जे कुरा नि एआईले भनेको हो करेक्ट हो भन्ने कुरा हुन्छ, जे कुरा नि त्यो कहिले नगर्नु। अर्को मिस इन्टरप्रिटेसन हुन्छ होइन, बुझ्नुभयो नि, एआईले जे भने नि त्यो राइट भन्ने कुरा हुँदैन, रङ पनि हुनसक्छ। किनकि अघि पछिल्लो भिडियोमा पनि भन्थेँ, उसले के एन्सर दिन्छ, जब हजुरले जे डाटा दिनुभयो, जुन डाटामा ट्रेन गर्नुभयो त्यही डाटाको उसले राइट त्यही अनुसारको उसले एन्सर दिने। हजुरले रङ डाटामा ट्रेन गर्नुपर्छ त्यो उसले रङै दिन्छ, उसलाई थाहै छैन है। अनि त्यही भएर चाहिँ अनएक्सपेक्टेड फेलियर्स हुन्छ कि, त्यही कारणले चाहिँ हजुरले अब
रङ डाटामा ट्रेन गर्नुभएको छ अथवा रङ डाटामा ट्रेन गर्नुभएको छ भने चाहिँ उसले के भन्छ त्यही एन्सर दिन्छ। त्यही भएर चाहिँ रियल कन्टेक्स्ट ह्युमन लेभल जजमेन्टमा चाहिँ त्यो के हुन्छ रङ हुनसक्छ। जहिले चाहिँ के बुझ्नु भन्दा चाहिँ एआई अन्डरस्ट्यान्ड्स एन्ड थिङ्क। मान्छेहरूले के बुझ्छ भन्दा चाहिँ मान्छेहरूले एआईले बुझ्छ र सोध्छ भन्ने बुझ्छन्, तर के हुन्छ त्यो कहिले नै होइन। एआई वाट एक्चुअली ट्रु इज एआई क्यालकुलेट्स प्याटर्न के भनेको मतलब के भन्दा चाहिँ एआईले चाहिँ खास सोच्ने र बुझ्ने होइन कि उसले चाहिँ के गर्छ जस्ट डाटा लिन्छ, डाटाबाट उसले आफ्नो प्रोसेस गरेर प्याटर्नहरू गरेर रिजल्ट दिन्छ कि यो भएपछि ठिक होला, यो भएपछि बेठिक होला भन्ने उसले के भन्छ एउटा प्याटर्न फलो गर्छ। एउटा प्याटर्न फलो भएर ठिक भएछ भने त्यही प्याटर्नलाई फलो गर्छ उसले, रङ भएको प्याटर्न फलो गर्दैन। त्यही कारणले चाहिँ प्याटर्नले फलो गरेर उसले के दिन्छ रिजल्ट दिने हो। अर्को चाहिँ अब चाहिँ यो भन्यो नि है, अब हामीलाई थाहा भयो एआईले के गर्दैन हामीसँग, उनीहरूको हामी मान्छेको जस्तो सोच्ने ब्रेन हुँदैन, उनीहरूले सोच्ने ब्रेन हुँदैन, उनीहरूले गर्न आफै सोच्न सक्दैन, के बेठिक छ के सही छ भन्ने छुट्याउन सक्दैन भन्ने थाहा भयो। हामीले यही हामी आजको यो प्रेजेन्टेसनदेखि थाहा भयो। तर पनि हाम्रो सो मेनी डिसिजनमा के होइन एआई कन्ट्रोल गर्छ जेसुकै। जस्तै सोसियल मिडिया फिड होइन, सोसियल मिडिया भन्छ नि त, हजुरले अर्को भिडियो के हेर्ने, हजुरले जुन हेरेको छ नि त त्यही सोसियल मिडिया कसरी फिट गर्ने त्यही आउँछ होइन। हजुरले अब सपिङहरू गर्दाखेरि रिकमेन्डेसन हजुरलाई के पढ्न खोजेको त्यो के किन्न मन लाग्यो पढ्न खोजेको होइन के किन्न मन लाग्यो त्यो भन्छ, त्यही आउँछ नि त। नेक्स्ट पर्चेस के हो, हजुरलाई केमा इन्ट्रेस्टेड छ, जस्तै म ल्यापटप कम्प्युटरहरूमा इन्ट्रेस्ट छु भने चाहिँ मेरो रिकमेन्डेसनमा त्यहीहरू आउँछ क्या कसरी आयो होला त नि होइन। जस्तै जब स्क्रिनिङ भनेको छ नि त एआई फिल्टर यो रिज्युमे भनेको हजुरले चाहिँ हजुरहरूले चाहिँ धेरै रिज्युमेहरू दिनुहुन्छ, ठुल्ठुलो कम्पनीमा यस्तै हुन्छ है। हजुर सबै प्रकारको रिज्युमे आउँछ, तर मान्छेले छुट्याउन त अदालत पुरै एआईले छुट्याउँछ कि यो मान्छेले यो जब गर्न सक्छ, यो मान्छेले यो जब गर्न सक्छ। उनीहरूको रिज्युमे हेरेर त छुट्याउँछ नि त सबै। एआईले कसरी छुट्यायो होला त नि त्यो मान्छेले नसोचेर यसले यो जानेर चाहिँ यसले नजाने भनेपछि कसरी छुट्यायो होला होइन। क्रेडिट्सको लोनहरू मान्ने सबै एआईले गर्छ भनिसकेपछि चाहिँ अब यो अर्को चाहिँ यही हो है, हजुरले हामीलाई बुझ्दैन एआईले, त्यही पनि हाम्रो लाइफमा चाहिँ यो डिसिजनहरू लिँदाखेरि चाहिँ यसले ठुलो हात लिन्छ क्या। त्यो कसरी गर्छ होला त नि, त्यो चाहिँ हामीले चाहिँ अर्को नेक्स्ट भिडियोमा चाहिँ त्यसको बारेमा हामी भिडियो बनाउनेछौँ। त्यसको लागि चाहिँ किप वाचिङ गाइज, थ्याङ्क यू।